बाजे बितिसकेर पनि मन पराएको हो मोरी त गयो होइन अरूले ए फकाकै हो ला बाजे खसेर फकाउनु अरे बाजे मरेर नि रामेले फका अरे ऊ पर जाउँ भन्यो अरे को रामे भन्ने चाहिँ रिन्टाङको उदुमलालका छोरा रामे भन्ने ऊ रिन्टाङको बाटोतिर जाउँ भन्यो अरे बाजे मरिकन भन्यो बसेको थियो कि हजुर। जाउँ भनेको नि जाउँ न जाउँ भनेको नि कहाँ जान्छ सबमै बसेर गयो अब बिटी रिन्टाङले पनि मन पराएको लोके लाने थियो त तपाईँलाई चाहिँ फकाएन हँ बोजूलाई चाहिँ फकाएन बुझ्दै म त मान्छे रोक्ने मान्छेको अनुहार पनि हेरिदिनँ ला मार्यो हाम्रो बुढोले मन पराएको नि हो कि म त केटाकेटीमै अर्कामा गएको कि यहाँ त्यो बुढो मरेर म कसैको होइन हौ बोजू यता बाजेले मन पराएको तपाईँलाई मन पर्दैन भनेर म नगएको अन्त बिहामा नि लुगा दे कस्तो लुगा दियो भनेर सबै उसम त्यति ज्ञान थिएन लुगा 14 वर्षमा बिहामा लुगा दिएकोहरू देखाएको हेरौँ भनेर कसले बोजू साडी उयोहरू सबै देखाइदियो बोजूलाई। बाजेसँग त दोस्ती मेरो पनि त्यति साह्रो ज्ञान थिएन नि बोजू अन्त यहाँ यता बाजेसँग त तपाईँ दोस्ती थिए त नगएको म मन पर्दैन यहाँ खाटको डिल ले नगएको धोका त तपाईँले दिएको धोका त तपाईँले दिएको त बाजेलाई हँ? के अरे बोजूसँग फेरि त ल बोजूले धोका दियो अरे नि त क्या हामी बोजूलाई चाहिँ भगाइकन पोइजन खायो म मरिन गएँ म मर्छु त ज्ञानै थिएन नि मलाई त मम्मी आएको बडा गेलबाट हो हजुर बोजूलाई पनि झुकाएर लगेको अरे नि कालिकामा बोजूलाई पनि सानसानोहरू त गएन म आत्महत्या गर्छु भने त्यति साह्रो ज्ञान थिएन आत्महत्या गर्छु भनेदेखि थिएन गएको नि ज्ञानै थिएन कसले चाहिँ बोजू हाम्रो बुढोले नि ए बाजेले अन्त सागरबाटीमा धनमानको घरमा देखि पुरा पुठो बालेर खोजेको नि रिन्टाङको टेलमरको भगभगे काइला थियो नि होला झुन्डेर मरेन अँ, यो सिम्माको बुढा अँ। अन्त म पनि सानै ऊ कुन कति वर्षको थियो म पनि सानै नि तर मलाई त म त घरमै थिएँ हो अँ, अन्त जाउँ भने भगायो अरे हो अँ। नौलसको घरसम्म पुग्यो अरे यसो मेरो कुनी के छोडेछु पर्खाइ भनेर सित्तै गयो भागेर ए, त्यहाँसम्म त भगायो अरे त्यो घरबाट नि बिरानी दैलो बाई बाई बिरानी झुक्कै राखेर अरे बाई त्यहाँ हिरोहरूको कुरा भनेको अँ भनेको त्यहाँदेखि ल म लुगा अब ए